नमस्ते मेरो नाम राम तिवारी म दुईटा संस्थासँग जोडेर काम गर्छु अहिले एउटा चाहिँ नेपाल फोरम फर रेस्टोरेटिभ जस्टिस अर्को चाहिँ इन्क्लुसिभ एजुकेसन नेपाल नेपाल फोरम फर रेस्टोरेटिभ जस्टिस भनेको चाहिँ समग्रमा न्यायको क्षेत्रमा काम गर्ने भयो अनि इन्क्लुसिभ एजुकेसन नेपाल भनेको नि न्याय नै हो तर त्यसलाई चाहिँ शिक्षाको आँखाले समावेशताको आँखाले नै यो क्षेत्रमा काम गरेको लगभग 17-18 वर्ष भयो र यो दुईटा संस्था चाहिँ लगभग 10 वर्ष जस्तै पुराना छन्। मेरो ब्याकग्राउन्ड चाहिँ मिक्स्ड ब्याकग्राउन्ड छ। मैले सोसियोलोजी अनि ल कन्फ्लिक्ट पिस स्टडिज पढेको पहिला। त्यसबाट चाहिँ के देखिन्छ भनेपछि देयर इज अ ग्रेट इन्टरसेक्सन बिट्विन ल एन्ड सोसाइटी होइन। हाम्रो समाजले हेरे जस्तो कानुन बनेको हुँदैन, कानुनले बनेको अनुसार समाज हुँदैन भन्ने देखिन्छ। अनि पीडितहरू जसलाई भन्छ हामीहरूले होइन अपराध अथवा चाहिँ हिंसाको पीडितहरू उनीहरूले न्याय नपाएर धेरै असन्तुष्टिहरू व्यक्त गरेको पनि देखिन्छ। सो कानुनले मात्रै पुग्दो रहेछ, न्यायको लागि चाहिँ समाज पनि चाहिँदो रहेछ भन्ने बुझाइ त्यहाँबाट आएको। यो काम गर्ने क्षेत्रमा चाहिँ अलि बढी कानुनबाट भन्दा पनि न्यायको आँखाबाट काम गर्नुपर्छ भन्ने हिसाबले म त्यहाँबाट छिरेको। पछि चाहिँ पिस स्टडिज पनि पढियो। नेपाल आफै पनि अहिले सोकल पोस्ट कन्फ्लिक्ट फेजमा छ भन्छौँ। त्यही भएर पढेको विषयको एउटा काम गर्ने ठाउँ पनि छ भन्ने हिसाबले धेरै वर्षसम्म यही क्षेत्रमा जोडिएको छु। अहिलेको समयमा आएर चाहिँ 2020 पछि डिसेबिलिटी पनि अलिक इम्पोर्टेन्ट सेक्सन जस्तो लाग्छ। जस्तै हामीले अहिले बिर्सेको पाटो भनेको अहिले पिसको सन्दर्भमा होस्, जस्टिसको सन्दर्भमा होस्, पिपल विथ डिसेबिलिटी हो, अपाङ्गता भएका व्यक्तिहरू हुन् होइन। त्यो पनि उनीहरूलाई हामी कक्षा कोठामा समेट्दैनौँ, छलफलमा समेट्दैनौँ, नीति निर्माणमा समेट्दैनौँ भने न्याय पनि भएको हुँदैन जस्तो हामीलाई लाग्छ। त्यो खालको मिश्रित पृष्ठभूमि छ भनौँ न। जेनरली म आफैले पनि साइकोलोजिकल काउन्सिलिङ पढेको हो। त रेस्टोरेटिभ जस्टिसमा पनि धेरै कुरा आफ्नो लुकिङ एट युर सेल्फ होइन, फाइन्डिङ पिस विदिन आवर सेल्फ भनेर भन्छ हामीहरूले। अप्ठ्यारो पर्दाखेरि कुराकानीहरू गरिन्छ, हिलिङ स्पेसहरू खोजिन्छ, आफूले पनि प्रदान गरिन्छ। बट लाइक यु सेड काम गर्ने सिलसिलामा इट्स नट फ्री अफ च्यालेन्जेस अफ कोर्स। अप्स एन्ड डाउन्सहरू हुँदाखेरि सपोर्ट लिइन्छ। वी फाइन्ड द्याट स्पेसेस वेयर वी क्यान हिल आवर सेल्फ। सुन्ने मान्छे, सुन्ने ठाउँ होइन। हाम्रो थाहा छैन यो पूर्वीय संस्कृति हो कि के हो। हामी चाहिँ जवाफप्रति जवाफ दिन्छौँ। मैले तपाईँलाई केही भने तपाईँले मलाई जवाफ दिन आतुर हुनुहुन्छ होइन। अङ्ग्रेजीमा त्यही भएर लिसनिङलाई दुई तरिकाले भन्छ कि, एउटा चाहिँ लिसनिङ टु रिप्लाई, अर्को चाहिँ लिसनिङ टु अन्डरस्ट्यान्ड। हामी त मैले केही कुरा भनिरहेको छु, तपाईँसँग जवाफ तयार पारेर बसिराख्नु भएको हुन्छ। सो मलाई के भइरहेको छ भनेर यु डोन्ट वान्ट टु गो इन्टु द्याट लेभल अफ माई मेन्टल स्टेट। तपाईँले चाहिँ जवाफ दिनुहुन्छ, कहिले कहिले तथ्यहरू ल्याउनुहुन्छ, मलाई चाहिँ यु वान्ट टु विन द आर्गुमेन्ट। त्यही भएर सुन्ने चाहिँ एकदमै महत्त्वपूर्ण हो जस्तो लाग्छ हामीलाई। अनि त्यही भएर नि नेपालीमा भनाइ पनि छ नि त, भन्नेलाई फुलको माला, सुन्नेलाई सुनको माला। त्यही भएर भने द इम्पोर्टेन्स अफ लिसनिङ त कति डिप छ। हामीले गरेको इमोसनल सर्कल्सहरू, हिलिङ सर्कल्सहरूमा त्यहाँ देख्छौँ कि मान्छेले पहिलोचोटि रोएका हुन्छन् कुनै विषयमा, पहिलोचोटि खुलेका हुन्छन्, बुवालाई पहिलोचोटि सम्झेका हुन्छन्, साथीलाई पहिलोचोटि सम्झेका हुन्छन्, पास्टमा पहिलोचोटि गएको हुन्छन्। बिकज देयर इज समबडी टु लिसन टु देम विदाउट जजमेन्ट। हाम्रोमा जजमेन्ट त झ्याप्पै गरिहाल्छौँ नि हामीहरूले। त्यही भएर पज बिफोर जज भन्छौँ कि हामीहरूले। झ्याप्पै प्रतिक्रिया नदिइहाल्नुहोस्, पहिला सुन्नुहोस्। भनाइ पनि छ नि त, जज मी वेन यु आर पर्फेक्ट रे कि। तपाईँ पहिला पर्फेक्ट हुनुहोस् अनि मलाई जज गर्नुहोस् भन्छ कि। यु डोन्ट नो वाट्स गोइङ अन इनसाइड। त्यो स्पेस हामीले कति क्रिएट गर्छौँ भन्दा हेर्दाखेरि त कम हुन्छ नि त। लिसनिङ सेल्डम ह्यापन्स हाम्रोमा। सवाल जवाफ हुन्छ, वाद विवाद हुन्छ, संवाद हुँदैन, डायलग हुँदैन। द्याट सेल्डम ह्यापन्स। त्यो हो खास पिस अफ माइन्डको तरिका हामीले हेर्ने चाहिँ। वेल च्यालेन्जेस भनेको चाहिँ अब पहिला के हो भनेर बुझ्यो भने चाहिँ आतिदैनौँ। हामीले हेर्ने च्यालेन्जेसहरू चाहिँ संरचनागत च्यालेन्जेस भन्छौँ होइन, स्ट्रक्चरल च्यालेन्जेस। जस्तै यो जुन खालको संरचनागत अन्याय छ भन्छौँ नि हामीले, दलितलाई छ, महिलालाई छ, अपाङ्गता भएका व्यक्तिहरूलाई छ, युनिक लैङ्गिक अल्पसङ्ख्यकहरूलाई छ होइन, जनजातिहरूलाई छ। त्यो धेरै ठुलो संरचनागत अन्याय छ नि त।
त्यो भएको भएर मैले काम गर्दाखेरि मलाई आजको भोलि नै मैले परिणाम खोजेँ भने आई गेट फ्रस्ट्रेटेड। त्यही भएर सबैभन्दा ठुलो कुरा त होप रहेछ कि होप, बिङ होपफुल, बिङ पेसेन्ट। त ओभरनाइट आजको भोलि मैले सक्सेस खोजेँ भने त्यसबाट आत्तिने हो, अदरवाइज कन्सिस्टेन्ट लाग्यो भने आत्तिँदैन जस्तो लाग्छ मलाई। द्याट इज अ वे फाइन्ड पिस। इमोसनल नै हो जस्तो लाग्छ मलाई होइन। अघि मैले भने जस्तै सुन्ने ठाउँहरू भयो भने धेरै ठुलो अर्थ राख्छ जस्तो लाग्छ। हामीले धेरै धनी मान्छेहरू पनि we've seen them frustrated, seeing them helpless। हामीले कति उच्च पदस्थ मान्छेहरूसँग कुराकानी गर्दाखेरि चाहिँ पहिलोचोटि हामीसँग आफ्नो कुरा खोल्नु भएको छ होइन। त्यही भएर इमोसनल स्पेस हो, ट्रस्टको स्पेस हो जस्तो लाग्छ कि। जस्तै मैले मेरो कुरा राख्ने ठाउँ छ र मलाई कहीँ जज हुँदैन भन्ने भयो भने सबैभन्दा ठुलो कुरा त्यही हो होइन। मेरो कुरा मलाई जान्ने, मलाई चाहिँ बुझ्ने, मलाई सुन्ने मान्छे भयो भने हुन्छ भन्ने हिसाबले हामीले चाहिँ हियरिङलाई हिलिङसँग जोड्छौँ कि। हियरिङ इज हिलिङ भन्छौँ त्यस कारणले गर्दाखेरि। अब इमोसनल र सोसल कुराहरू जोडिन्छ होइन। अब सुन्ने मान्छे हुनु, साथीहरू हुनु, कहिलेकाहीँ चाहिँ अब त्यहाँ पनि आफूले सपोर्टहरू माग्न जान पाउनु त्यो ठुलै कुरा हो। कहिले कहिले त्यसको अब डाइमेन्सन्सहरू धेरै चाहिँ स्पिरिचुअलमा पनि जान्छन् मान्छेहरू होइन। कहिले कहिले इमोसन सँगसँगै इकोनोमिक कुरा पनि जोडेर आउँछ। जस्तै मलाई पिस त चाहिएको छ, घरमा भरे जाँदाखेरि घरमा मलाई बस्ने ठाउँ छैन, फ्यामिलीभित्र चाहिँ इफ देयर इज पोभर्टी स्ट्राइकिङ आई डोन्ट फाइन्ड पिस एट अल। त्यो पनि हो नि त, इकोनोमिक कुरा पनि जोडिन्छ। मैले अब नाफा हुनुपर्छ भन्न खोजेको होइन, तर एउटा एटलिस्ट बेसिक निड्सहरू पुरा भएको इकोनोमिक कन्डिसन त हुनैपर्छ होला जस्तो लाग्छ मलाई होइन। खाली पेटमा ध्यान गर्न सकिँदैन भन्छ नि, त्यही हो नि त। एकदमै इम्पोर्टेन्ट कुरा हो। अब नेपालमा चाहिँ एनजिओहरूको रोल के देखिन्छ भनेपछि एउटा बुझाइ के छ भनेपछि सरकारको विरोध गर्ने भन्ने छ होइन। वाच डग हुनुपर्छ भन्ने बुझाइ छ नि त। हामीले चाहिँ कहिले पनि त्यस्तो भन्दैनौँ कि। हामीले चाहिँ वाच डग त हुन सकिन्छ, तर वाच डग त्योभन्दा पहिला चाहिँ वाक डग हुनुपर्छ भन्छौँ कि। हेल्प फर्स्ट एन्ड देन आस्क फर कन्ट्रिब्युसन्स अर क्रिटिसाइज। तपाईँले सपोर्टै गर्नुभएको छैन होइन सरकारलाई या त सक्ने ठाउँमा, अनि क्रिटिसाइज गर्न आई डोन्ट हेभ अ राइट टु डु द्याट। त्यही भएर सबैभन्दा ठुलो कुरा चाहिँ हामीहरूले हाउ क्यान वी कन्ट्रिब्युट टुवर्ड्स द गोल्स अफ द कन्ट्री अफ द स्टेट भनेर हेर्ने हो सायद। सबैभन्दा फिल इन द ब्ल्याक्स के अरे ग्याप्सहरू नै हेर्ने हामीहरूले त्यहाँ कसरी कन्ट्रिब्युट गर्न सक्छौँ भनेर। फर्स्ट। सेकेन्ड कुरा चाहिँ हामीले गरेका कामहरू चाहिँ नन रिपिटेटिभ होस्, अरूले काम गरेको छ होइन त्यही फिल्डमा त्यही एरियामा डुप्लिकेसन हुन्छ धेरै। अनि थर्ड कुरा चाहिँ जस्तै पिसको कुरा गर्नुहुन्छ भने पिस भनेको कहिले पनि प्रोजेक्ट होइन प्रोजेक्ट, परियोजना होइन, यो त मुभमेन्ट हो, यो एउटा अभियान हो। यसमा चाहिँ एउटा पर्सुइट फर समथिङ लङ्गर हुन्छ, धेरै लामो दिगो कुरालाई हेरेर गर्छौँ नि। त्यही भएर मैले आज केही काम गरेँ, त्यसपछि 2 वर्षपछि गर्न छाडेँ भने मैले रिजल्ट पनि केही पनि पाउन सक्दिनँ। द्याट्स वेस्ट अफ मनी समटाइम्स। त्यही भएर एउटा कन्ट्रिब्युसनको हिसाबले, योगदानको हिसाबले सोचेर काम गऱ्यो भने चाहिँ नेपालमा धेरै कुरा गर्न सकिन्छ जस्तो लाग्छ। एउटा सँगसँगै अर्को जोडेको कुरा भनेको चाहिँ नेपाल एकदमै धेरै बहुसांस्कृतिक देश हो, तर हामीले चाहिँ बहुसांस्कृतिक देशमा सबैजना मिलेका छौँ भन्ने भाषा युज गर्छौँ कि न्यारेटिभ द्याट युनिटी अमङ डाइभर्सिटी। तर हामीले यो युनिटीभित्र अथवा डाइभर्सिटीभित्र भएको डिस्क्रिमिनेसन हेरेको छौँ कि छैनौँ, हाम्रो आँखा त्यहाँ पुगेको छ कि छैन भन्ने पनि इम्पोर्टेन्ट हो नि त होइन। जस्ट बिकज समबडी क्यान्ट स्पिक डजन्ट मिन द्याट देयर इज नो भाइलेन्स, देयर इज भाइलेन्स। त्यो चाहिँ हामी संरचनागत हिंसा भन्छौँ। नेपाल जस्तो देशमा चाहिँ हामीले एकदमै ठुलो एक्सपेरिमेन्ट, ठुलो काम एउटा इक्जाम्पल केमा गर्न सकिन्थ्यो भनेपछि डाइभर्सिटीलाई म्यानेज गर्ने तरिका के हो कि ठुलो काम गर्न सकिन्छ। 125 भन्दा बढी जनजातिहरू समूहहरू भएको देश हो नि त। त्यो वाट इज द मोडल अफ इन्टरकल्चरल पिस भन्ने ठुलो नमुना चाहिँ नेपालले दिन सक्छ भन्ने लाग्छ। अब नेपालमा सयथुङ्गा फुल भनेर भन्छौँ, तर त्यो सयथुङ्गा फुल चाहिँ एक डु दे ह्याभ द सेम भ्यालु अर नो, हामीले त्यसलाई सोधेको छैनौँ। त त्यसरी अलि फरक तरिकाले हामीले योगदानहरू गर्न सक्छौँ कि भन्ने जस्तो लाग्छ। फाइनली चाहिँ हामीले पिस बिल्डिङ अर्गनाइजेसन्सहरू छौँ भने चाहिँ पिसलाई चाहिँ खालि पिस बाई नेम मात्रै भएर हुँदैन जस्तो लाग्छ कि। हाम्रो अप्रोच पनि इनोभेटिभ हुनु पऱ्यो नि त। हामीले गर्ने कामहरू पनि नयाँ तरिकाले गर्नु पऱ्यो होइन। खालि आउट अफ द बक्स मात्रै भनेर हुँदैन अरे कि कहिले कहिले इनसाइड द बक्स हामीले बुझेको छौँ कि छैनौँ त
भनेर पनि हेर्नुपर्छ अरे अनि बल्ल आउट अफ द बक्स हेर्नुपर्छ भनेर भन्छ होइन नयाँ चाहिँ हामीले काम के गर्यौँ त भएको कामहरूबाट मिस्टेक्सहरू हामीले के सिक्यौँ त भनेर पिस बिल्डिङमा काम गऱ्यो भने हामीले धेरै कुरा अचिभ गर्न सक्छौँ जस्तो लाग्छ पिसलाई पनि फोर्सबाट हुँदैन ल अथवा जस्टिस भनेको चाहिँ कोर्ट रुमबाट मात्रै हुँदैन भनेर अलिक फराकिलो दृष्टिकोणहरू हामीले युज गरिरहेको छौँ आई थिङ्क द्याट क्यान हेल्प मलाई लाग्छ सरकारले चाहिँ सुन्छ होइन तर सुन्ने गरी भन्न हामीले जान्नु पऱ्यो भन्ने हो बेसिकली जस्तै हामीले काम गरेकोमा चाहिँ रेस्टोरेटिभ जस्टिसको पोलिसिजहरूमा लजहरूमा हामी जोडेको छौँ होइन हामीले डिरेक्टली कोर्टहरूसँग काम गरेको छौँ कोर्ट सँगसँगै चाहिँ प्रिजन सिस्टमभित्रै काम गरेको छ हामीहरूले जस्तै युथ काउन्सिलसँगै जोडेर काम गरेको छौँ युथ पिस र सेक्युरिटीको बारेमा धेरै कुरा भएकै थिएन नेपालमा हामीले नै पहिलोचोटि सिरिज अफ डायलग्सहरू गरेर रिपोर्टहरू निकाल्यौँ होइन सरकारको त्यसमा चाहिँ अपनत्व पनि छ त्यो हिसाबले काम गर्न चाहिँ अब हामीभन्दा धेरै काम गर्ने संस्थाहरू पनि हुनुहुन्छ अफकोर्स मैले भन्न खोजेको चाहिँ काम गर्न सकिन्छ दुईवटा तरिकाले हेर्नुपर्छ जस्तो लाग्छ होइन मलाई लाग्छ सरकारी र गैर सरकारी भनेर हामीले कहिले पनि अपोजिटको रूपमा हेर्नु हुँदैन जसरी अहिले हेर्ने गरेको छ कतिपय ठाउँमा सरकारले गरेको कामहरूमा उनीहरूलाई सहयोग गर्ने हिसाबले नै हो नि त गैर सरकारी संस्थाहरूको भूमिका हाम्रो भूमिका त्यही भएर हामीले चाहिँ वाच डगको रूपमा काम गर्ने मात्रै भनेर हुँदैन जस्तो लाग्छ कि हामी वक डग कति हुन सक्छौँ भन्ने कुरा हो होइन हामीले गरेको काममा सरकारको भूमिका होस् सरकारले गरेको हाम्रो भूमिका होस् भन्ने हिसाबले त्यो डायलगको मोडल भन्छ कि वेयर द ग्याप इज वी कन्ट्रिब्युट त्यसरी हेऱ्यो भने चाहिँ हुन्छ तर हामीले त्यस्तो सरकारबाट रेजिस्टेन्स भनौँ न विरोध अवरोधहरू भेटेको चाहिँ हामीलाई थाहा छैन होइन जतिमा हामीले काम गरेको छौँ जस्तै पुनर्स्थापकीय न्याय रेस्टोरेटिभ जस्तो कामहरूमा हामी जोडिएका छौँ जहिले पनि स्वागत भएको छ होइन कतिपय ठाउँमा हामीलाई बोलाइँदैन अब धेरै एनजिओहरू छन् धेरै एनजिओहरूको आफ्नो भूमिका छ दे हेभ बिन कन्ट्रिब्युटिङ एक्सट्रिमली वेल तर जतिपय ठाउँमा हामीलाई बोलाएको छ वी बिन एबल टु एटलिस्ट मेक सम मार्क यो दौरानमा चाहिँ सरकारले सुनेको नै अवस्था छ जस्तो लाग्छ अब हामीले सोचौँ न हाम्रो एभ्रिडे लाइफमा पनि हामीलाई गाली गर्ने हामीलाई चाहिँ क्रिटिसाइज गर्ने मान्छेहरू हाम्रो घरमै बोलाउँदैनौँ नि अफकोर्स सरकार पनि त्यही हो कि होइन सरकारले गरेको सबै कहाँ राम्रो मैले भन्न खोजेको होइन बट यु क्यानट अलवेज क्रिटिसाइज तपाईँले कन्ट्रिब्युट गर्नुहोस् अनि क्रिटिसाइज गर्नुहोस् क्या तपाईँ जब कन्ट्रिब्युट गर्न थाल्नुहुन्छ यु स्टार्ट बिकमिङ हम्बल यु फर्गेट अबाउट क्रिटिसाइजिङ तर हामीले त एनजिओ भनेको औँलाई ठडाउने भनेर सोध्छौँ होइन चोरलाई ठडाउने हामी वी पोइन्ट फिङ्गर्स एट द गभर्मेन्ट हामीतिर फर्केको औँलाको बारेमा चाहिँ कहिले एकाउन्टेबल हुने भने हामीले सोचेको छैनौँ कि त्यही भएर एउटा भनाइ छ नि इफ यु वान्ट टु क्रिएट पिस इन द वर्ल्ड गो ब्याक टु यर फ्यामिली एन्ड मेक एभ्रिबडी ह्याप्पी रे के धेरै ठुलो कुरा गर्नु पर्दैन परिवारमा गएर बस्यो भने परिवारलाई सम्मान गऱ्यो भने पिस हुन्छ अरे सबैजनाले गऱ्यो भने त हुने हो नि त तर हामी एनजिओजहरूको भूमिका हामी गैर सरकारी जुनसुकै निकायको भूमिका पनि कन्स्ट्रक्टिभ खालको भयो भने चाहिँ आई थिङ्क सरकारले सुन्छ जस्तो लाग्छ मलाई सरकारले गरेकै काममा जोडिन आएको त हो नि हामीहरू त्यो ग्याप्सहरूमा काम गर्न आएको हो नि त हामीहरू जस्तै इन्क्लुसिभ एजुकेसनकै कामहरू हामीले हेऱ्यौँ भने सरकारले गरेकै करिकुलममा हामीले ट्रेनिङ गराउँछौँ कि सरकारको रिसोर्स पुग्दैन द्याट्स वाइ वी फिट इन इट इज नट कम्पिटिङ इट्स कन्ट्रिब्युटिङ ट्राइङ टु कम्पेन्सेट वाट द गभर्मेन्ट क्यान फुलफिल त्यो हो डायलगमा सरकारले गरेको कामहरू पर्याप्त छैनन् सायद होइन रिसोर्सले पुग्दैन कतिपय ठाउँमा उहाँहरूको ध्यान नपुगेको हुनसक्छ त्यस ठाउँमा हामी जोडिने हो हाम्रो काम खालि आलोचना मात्रै गर्ने भनेर चाहिँ सोच्नु हुँदैन जस्तो मलाई लाग्छ आई थिङ्क त्यो पिसको अप्रोच पनि होइन कि पिसलाई के भनेर लिएर जाने भन्ने हुन्छ नि त होइन अब हामी शान्तिको काम गरेर लगाएको छौँ भन्यो भने त जनतालाई अचम्म हुन्छ होइन देशमा समाजमा त कयौँ वर्ष हजारौँ वर्षदेखि एक तरिकाले बसेको ट्रेन्ड छ प्याटर्न छ त्यहाँ हामीले नयाँ कुरा लिएर गएर ठुलो हाम्रो जार्गन्सहरू लिएर प्रोजेक्ट लिएर गयो भने फेल हुन्छ होइन जनताले समाजले समुदायले गरेको काममा वाट क्यान बी कन्ट्रिब्युट भनेर गयो भने चाहिँ सजिलो हुन्छ मैले इक्जाम्पल दिन्छु कि रेस्टोरेटिभ जस्टिस भन्ने वर्ड चाहिँ नेपालीमा पुनर्स्थापकीय न्याय भनिन्छ त्यो सुन्दा पनि एकदम ठुलो जार्गन जस्तो सुनिन्छ होइन ठुलो शब्द जस्तो सुनिन्छ नि त कानुनमा पनि त्यसरी नै छ अब हामी समुदायमा प्रोग्रामहरू गर्न जाँदाखेरि ल रेस्टोरेटिभ जस्टिसको प्रोग्राम गर्न आयौँ भन्यो भने कसले बुझ्छ भन्नुहोस् न त्यो भनेको के हो भनेर हामीले भनौँ न हामी पहिला सँगै बस्थ्यौँ कुराकानी गर्थ्यौँ धतपत सजायमा जाँदैनथ्यौँ जान्थ्यौँ भने पनि मिलेर जान्थ्यौँ
एउटाले न्याय पाएको महसुस गर्थ्यो, अर्कोले जवाफदेही भएको महसुस गर्थ्यो भन्ने भयो भने त बुझ्छन् नि जनताले, या त हामीले बुझ्छौँ नि त। होइन, हामी चाहिँ रेस्टोरेटिभ जस्टिसको ट्रेनिङ लिएको संस्था हो, सो वी आर गोइङ टु ट्रेन यु अन दिस भन्यो भने त ट्रेन गरेको 5 दिन ट्रेन गरिन्छ त मात्रै हामी त्यहाँ हुन्छौँ। आफ्टर वी आर गन, वी आर गन फर एभर। सो पिस पनि एकदम प्रो पिपुल अप्रोचमा कसरी गर्ने भन्ने सोच्नुपर्छ क्या हामीहरूले। जस्टिस पनि प्रो पिपुल अप्रोचमा, एक्सपर्ट्सको अप्रोचमा गर्ने होइन नि त। होइन, एक्सपर्ट्स त किताब कापी लेख्नमा खप्पिस हुने हो, तर जनताले गरेको काममा हामीले गरेको कुरा कहाँ जोडिन्छ भने हामीले हेऱ्यौँ भने देन दिल एक्सेप्ट, विल अल्सो ग्रो, विल अल्सो लर्न फ्रम देम। तर हाम्रोमा त्यो छैन नि त। हाम्रोमा त काठमाडौँबाट उडेर जानुपर्छ, प्लेन चढेर, होइन, भ्याली बाहिर जानुपर्छ क्या, एक्सपर्ट आउनुभयो काठमाडौँबाट भन्ने बुझाइ हुन्छ। डिनो वाट आइम सेइङ, त एकदम पावर डोमिनेन्सको मोडल छ क्या। काठमाडौँबाट गएको एक्सपर्ट आउँछ, ट्रेन गर्छ, उताको केही मान्छे जानेको हुँदैन, हामीले जानेको हुन्छौँ, हामी सिकाउँछौँ, एजुकेट गराउँछौँ, इम्पावर गराउँछौँ, होइन नि त। खास समुदायमा त आफ्नै तरिका छ, मेकानिक्स छ, धेरै हजारौँ वर्षदेखि बसेको। त्यसमा हामीले जानेको 1-2वटा कुराहरू कसरी कन्ट्रिब्युट हुन्छ भने हेऱ्यौँ भने चाहिँ दुवैजना ग्रो गऱ्यो। होइन, हेलिकप्टर मोडल, प्यारासुट मोडल भन्छ कि, गयो फुत्त फाल्यो अनि आयो, द्याट डजन्ट कन्ट्रिब्युट, त्यो लङ टर्म पनि हुँदैन। सायद त्यही भएर पनि हामीले यत्रो धेरै वर्ष, भनौँ न 15-20 वर्ष यो पोस्ट कन्फ्लिक्ट टाइम भइसक्यो नि त। अहिले हामीले किन धेरै ठुलो ट्रान्सफर्मेसन देखेको छैन भन्नुहोस् न? यसै कारणले हो कि हामीले जनताको चाहना, होइन, पीडितको चाहना, समाज कसरी बस्छ, त्यसमा हाम्रो आइडियाहरूलाई मिक्स गऱ्यो भने पो बल्ल सपोर्ट भयो। यु हेभ टु डु एज आई थिङ्क भन्यो भने त टोटल डोमिनेटिङ तरिका हो नि त। त्यो सस्टेन पनि हुँदैन, त्यो रेस्पेक्टफुल पनि होइन, त्यो पिसफुल तरिका पनि होइन, त्यो जस्ट पनि होइन कि। अब हामीले एडभोकेट गरेको भनेको चाहिँ हामीले HEART फ्रेमवर्क भन्छौँ, होइन। HEART भनेको चाहिँ 5वटा कदम हुन्छ यसमा। H भनेको चाहिँ हिलिङ हुन्छ, E भनेको इम्पावरमेन्ट हुन्छ, यो दुइटै चाहिँ भिक्टिम्सहरूलाई जता जो अलिक बढी शोषणमा परेको हुन्छ उनीहरूलाई भयो। E भनेको चाहिँ अकाउन्टेबिलिटी हुन्छ, जसले त्यो काम गरे बापत जिम्मेवारी हुन्छ नि, गल्ती गरे बापत जिम्मेवारी, त्यो अकाउन्टेबिलिटी भयो, HEA। R भनेको चाहिँ रेस्टोरेसन, दुईवटा पक्षबीचको सम्बन्ध, दुईवटा पक्षबीच गुमेको चाहिँ ट्रस्ट, त्यसलाई पुनर्स्थापना गर्नुपर्ने हुन्छ, होइन। कहिले कहिले मेरो परिचय नै गुम्छ सायद कुनै द्वन्द्व, कुनै अपराधमा परेर, होइन, त्यस्तो बेलाको रिस्टोरेसनको कुराहरू जोडिन्छ। र फाइनल भनेको चाहिँ T हो कि ट्रान्सफर्मेसन, जुन तपाईँले अघि भन्नुभयो नि। कन्फ्लिक्टहरूलाई हामीले चाहिँ कसरी हेर्छौँ भनेपछि भौतिक रूपमा मात्रै कन्फ्लिक्ट हुन्छ भन्छौँ नि, हुँदैन नि भौतिक रूपमा मात्रै, होइन। अहिले पनि हामीले छुवाछुत गर्छौँ, होइन। अहिले पनि कुनै समुदायलाई, कुनै लैङ्गिक समुदायलाई अथवा अरू कसैलाई हामीले चाहिँ हेयको भावले के हेला गरेर हेर्छौँ भने त्यो पनि भायोलेन्स हो, स्ट्रक्चर भायोलेन्स हो नि त। लले अहिले पनि कुनै कम्युनिटीलाई बाइपास गरिरहेको छ अथवा इम्पावर गर्दैन भने त्यो पनि भायोलेन्स हो नि त। त्यही भएर हामीले चाहिँ HEARTमा यो T एकदम इम्पोर्टेन्ट हुन्छ कि कारणहरू खोजेर कारणहरूको चाहिँ समाधानहरू खोज्यो भने त्यो कन्फ्लिक्ट, त्यो क्राइम फेरि सुरु हुँदैन भनेर हेर्छौँ। अब हामीले अहिले चाहिँ खालि ब्यान्डेजको अप्रोच लगाएर काम गरिरहेको हुन्छौँ, होइन। केही भयो, कन्फ्लिक्ट म्यानेज गर्यो, सक्यो। म्यानेज भनेको त एकछिनको लागि मात्रै हो, कन्फ्लिक्ट त म्यानेज गरेर हुँदैन भन्छ नि त। कन्फ्लिक्ट त ट्रान्सफर्म हुनुपर्छ। ट्रान्सफर्म हुने भनेको रुट कजहरू खोज्ने, त्यसमा काम गर्ने ताकि त्यो फेरि नदोहोरियोस्, त्यो जराहरू हेर्ने, होइन। हामीले यसो रुखहरूलाई हेरौँ न, जति ठुलो रुख हुन्छ नि, हाँगाबिगा हुन्छ, त्यति गहिरो चाहिँ जरा हुन्छ। हामीले हाँगाबिगा मात्रै हेरेर काम गरेर कन्फ्लिक्ट म्यानेज हुन्छ होला सायद, जानुपर्ने जरामा हो टु ट्रान्सफर्म द्याट। हामीले गर्ने डायलग्सहरूमा पनि त्यही भएर कन्फ्लिक्ट ट्रान्सफर्मेसनको एङ्गल लगाउँछौँ। रेस्टोरेटिभ जस्टिसमा मैले अघि भने त्यो भयो। अनि इन्क्लुसिभ एजुकेसन काममा पनि हामीले 3टा भन्छौँ। IE इन्क्लुसिभ एजुकेसनको 3टा एस्पेक्ट, एउटा चाहिँ इन्क्लुसिभ इनरोलमेन्ट, बालबालिकाले स्कुलमा पुर्याउनु पऱ्यो, इन्क्लुसिभ एजुकेसन पढाउनु पऱ्यो, र इन्क्लुसिभ इकोनोमीमा लैजानु पऱ्यो। रोजगारहरू दिन थाल्यौँ, इम्पावर गर्न थाल्यौँ भने डिसेबिलिटीमा कम डिस्क्रिमिनेसन हुन्छ भनेर भन्दाखेरि चाहिँ जानुपर्ने चाहिँ हामी जहिले पनि रुटमै हो भन्ने मलाई लाग्छ। ह्याभिङ सेड द्याट हामीले गरेको काम पुरै एकदम मोडुलर छ त्यो भन्न खोजेको होइन, बट एटलिस्ट वी हेभ अ फ्रेमवर्क अफ वाट वी आर ट्राइङ टु डु। Well, one,
जस्तै कन्फ्लिक्टकै कन्टेक्स्टमा भन्छु ट्रान्जिसनल जस्टिस सङ्क्रमणकालीन न्याय भन्छ हामीहरूले धेरै वर्षदेखि यो अल्झिरहेको छ भनिन्छ होइन पीडितहरू असन्तुष्ट हुनुहुन्छ सरकारले केही गरेको छैन त्यहाँ असन्तुष्टि छ हामीले चाहिँ 2023मा के गर्यौँ त भनेपछि नेपाल सरकारको केन्द्रीय सङ्घीय मन्त्रालयहरू छन् होइन कानुन मन्त्रालय छ होला अथवा आयोगहरू छन् उनीहरू चाहिँ समुदायसम्म पुग्न सक्दैनन् होइन त्यो रिच छैन रिसोर्स छैन हामीले के गर्यो भनेपछि पीडितहरूलाई त्यहीँकै वडा त्यहीँकै स्थानीय सरकार र त्यहीँकै प्रदेश सरकारहरूसँग जोडिदियौँ कि सो केन्द्रबाट सङ्घबाट काठमाडौँबाट सरकारको मुख ताक्ने भन्दा पनि स्थानीय सरकार वडा अथवा चाहिँ प्रदेशमा भएको अधिकारहरूमा पीडितहरूलाई जोडिदियौँ सो हामीले के गर्यौँ त वी डिड अ डायलग पहिला भिक्टिम्सहरूलाई मात्रै राख्यौँ उहाँहरूको कुराहरू के हो भनेर सुन्यौँ एकदम हिलिङ स्पेस जस्तो भयो के चाहनुहुन्छ भिक्टिम्सहरूभित्र पनि डाइभर्सिटी हुन्छ नि त कोही माओवादीबाट पीडित हुनुहुन्छ होला कोही सरकारबाट कोही अरूबाट उहाँहरूलाई सँगै राख्यौँ उहाँहरूको कमसेकम उहाँहरूको मिलनबिन्दु के रहेछ भने चाहिँ वी सफर टुगेदर कसले गर्यो फरक कुरा तर सफरिङ त सबैको कमन हो त्यो कमन एजेन्डा लिएर हामीले चाहिँ अर्को त्यसको नेक्स्ट चरणमा भिक्टिम्सहरूलाई र गभर्मेन्टलाई राख्यौँ त्यसमा पनि सुन्ने गरायौँ इट वाज नट एबाउट रिप्लाइङ एन्ड एक्सपेक्टिङ सुन्ने लिसनिङ सर्कल्सहरू गरायौँ कि हामीले त्यसबाट यति धेरै चाहिँ स्थानीय सरकारहरूले ओहो हाम्रै वडामा हाम्रै समुदायमा बसेका मान्छेहरू हामीले कुरा बुझेको रहेन रहेछौँ हाम्रो कानुनले यत्रो कुरा दिएको छ हामीलाई हामीसँग यस्तो एक्सपेक्टेसन हुँदो रहेछ हामीले यति गर्नुपर्ने रहेछ भनेर रियलाइज गर्नुभयो रियलाइज मात्रै गर्नु भएन कि त्यसलाई लमा पनि लिएर जानु स्थानीय सरकारले पनि कानुनहरू बनाउन मिल्छ नि त अहिले लमा लिएर जानुभयो अनि राहतको क्षतिपूर्ति कामहरू पनि उहाँले गर्नुभयो त्यो भनेको चाहिँ एउटा ट्रान्सफर्म के लेभलमा भयो त पोलिसी लेभलमा भयो सो कसरी भयो त युजिङ भेरी बेसिक प्रिन्सिपल अफ लिसनिङ नट जजिङ फाइन्डिङ कमन रुट्स कमन ग्राउन्ड्स नट जजिङ त्यसरी चाहिँ गरेको छ अरू पनि प्रिजनको इक्जाम्पल छ होइन प्रिजनमा हामीले गरेको बाल सुधार गृहमा हामीले गरेको इक्जाम्पल पनि हामीलाई एकदम सम्झिन मन लाग्छ पहिला हामीले यो प्रदेशमा भएका संवाद समूहहरूसँग गरेको इक्जाम्पल पनि त्यही नै हो मुख्यमन्त्री दुईवटा प्रदेश सरकारहरू बिचमा पनि संवादहरू भएको छ पोलिसी चेन्जहरू भएको छ त्यही भएर हामीले गरेका कामहरूको चाहिँ ग्रेजुअली कहीँ न कहीँ असरहरू परेको देखिन्छ त्यो चाहिँ कलेक्टिभ खालको डिसिजन मेकिङ कलेक्टिभ खालको जस्टिस कलेक्टिभ खालको पिसबाट होइन पिस इम्पोज भन्दा पनि पिस कम्पोज के हाउ क्यान बी कम्पोज पिस देन इम्पोज पिस त्यो हाम्रो अप्रोच मलाई लाग्छ कम होइन कम किन भनेपछि युथहरूलाई चाहिँ यो पिस बिल्डिङमा एउटा ठुलो सरकारवाला हो भनेर हेरिएको छैन अहिलेकै आन्दोलनहरू अरूतिर पनि तपाईँले हेर्नुभयो भने चाहिँ युथहरूलाई पावर दिएको छैन भोइस दिएको छैन हामीले 10 वर्षको सशस्त्र द्वन्द्वको बेलामा पनि फ्रन्ट लाइनमा अग्रपन्थीमा लडेको युवाहरू होइन त्यति बेला देखेको छौँ नि त दोज हु रियली फट फर द कन्ट्री गिभ अप देयर लाइफ्स तर उनीहरूलाई पछि पिस प्रोसेसमा हामीले कसलाई समेट्यौँ त कसैलाई पनि समेटेनौँ कि सोकल एक्सपर्ट्सहरू आए सोकल टप पोलिटिकल पार्टीको लिडर्सहरू हुनुभयो उहाँहरूले चाहिँ पिस एग्रिमेन्ट ड्राफ्ट गर्नुभयो अनि अहिले कहाँ छ यहाँलाई थाहै छ त्यही भएर लोकल लेभलमा कम्युनिटी लेभलमा पनि त्यस्तै हो त्यहाँ पनि एउटा पार्टी पङ्क्तिबाट युवाहरू आउनुभएको छ होइन र यो एक्सपर्टको हिसाबले विज्ञताको हिसाबले युवाहरू हुनुहुन्न सरकारवालाको हिसाबले हेरिएको छैन जस्तै युथ पिस र सेक्युरिटीको इक्जाम्पल दिन्छु कि म युएनले 2015मा युथ पिस र सेक्युरिटी भन्ने कुरा लिएर आयो हेर्नुहोस् है युएनले किन लिएर आयो त युवाहरूलाई शान्ति र सुरक्षासँग हामीले चाहिँ एकै ठाउँमा राखेर जोड्नुपर्छ युवा एकातिर शान्ति एकातिर सुरक्षा एकातिर हुनु हुँदैन होइन युवा भनेको चाहिँ मेन स्टेक होल्डर हो कि खास कजमा पनि हो कन्सिक्वेन्समा पनि हो भनेर युएनले भनेको छ कि युथ पिस र सेक्युरिटी काउन्सिल युथ पिस र सेक्युरिटी एजेन्डा भनेको त्यो तर त्यसको बारेमा हजुरले हेर्नुहोस् न अहिलेसम्म सरकारबाट केही पनि काम भएको छैन कि WPS भन्ने पनि छ अर्को वुमेन पिस सेक्युरिटी भन्ने पनि छ त्यसमा धेरै नै काम भएको छ किन महिला नेत्रीहरू हुनुहुन्छ बिग एक्सपर्ट मेच्योर्डहरू हुनुहुन्छ होइन त्यही भएर त्यसमा काम पनि भयो सरकारले NAP2 भनेर लागू पनि गरिरहेको छ तर युथको कन्टेक्स्टमा हेर्नुहोस् त सरकारको ध्यानै पुगेको छैन होइन हामीले इन्गेज गराउन खोजेको छौँ युवाहरूलाई चाहिँ
पार्टिसिपेट गराएर हुँदैन कि रिप्रेजेन्ट गराएर हुँदैन उनीहरूको भोइस नै काउन्ट हुने गरी गर्नुपर्छ भन्ने चाहिँ YPS हो खास युथ पिस सेक्युरिटी तर हेर्नुहोस् त आफ्नो आवाज राख्ने र युवाहरूलाई चाहिँ जज नगरिकन सुन्ने ठाउँ कहाँ छ त भन्नुहोस् न यस्तो कम छ नि त कम छ केही भएन भने दिने रेजिडुअल बाँकी भएको युवालाई दिउँ टोकनिस्टिक तरिकाले दिउँ भनेर भनिन्छ जबकि अहिलेको हाम्रो पपुलेसन हेर्नुहोस् त अलमोस्ट हाफ अफ द पपुलेसन युथ हो नि त सो वेयर आर वी इन्भल्भिङ युथ्स nowhere in terms of peace त्यही भएर उनीहरूको फ्रस्ट्रेसन धेरै तरिकाले आउँछ कि जेनजी वाज अ मुभमेन्ट सेकेन्ड डे वाज अ फ्रस्ट्रेसन अबाउट वाट्स ह्यापनिङ त्यो आगजनी भयो यताउता भनेर भन्छौँ हामीहरूले देयर इज अ रिजन वाइ द्याट ह्यापन मैले जस्टिफाई गर्न खोजेको होइन तर युवाहरूको फ्रस्ट्रेसन हेर्नुहोस् न एउटा इक्जाम्पल दिन्छु शीतल निवास राष्ट्रपति निवास तोडफोड गर्दाखेरि त्यो भिडियो आएको थियो भाइहरूले त्यो त्यहाँभित्र फोड्ने भाइहरू हुनुहुन्थ्यो उहाँले भन्नुभयो पेन मलाई चाहिन्छ यार लेख्नुपर्छ भनेको छ ऱ्याम मैले लान्छु माउस मैले लान्छु भनिरहेको छ कि युथ पढेको युवा गएको छ त्यहाँ हेर्नुहोस् न बिकज दे हेभन फाउन्ड अ स्पेस कसैले सुनेको पेन मलाई चाहिन्छ भनेको छ तपाईँहरूले हेर्नुहोस् न फोडेको ठाउँमा के सी फ्रस्ट्रेसन अनि हामीले चाहिँ नसुन्ने अनि बललाई थिचेको थिचै गरेपछि पड्किँदैन बल त्यही हो यस्तो छ नेपालमा चाहिँ भनौँ न 2015 पछि नेपाल पिसबाट प्रोस्पेरिटीमा गयो भनेर भनिएको छ कि त्यो नयाँ संविधान आइसकेपछि हामी समृद्धिको बाटोमा जाने भनेर भनिएको छ नेपालमा अब एकदम शान्ति छ भनेर भनिन्छ तर त्यो शान्ति भनेको चाहिँ त्यो हो कि कार्पेट मुनिको शान्ति हो होइन त्यो कुनै बेला पड्किन्छ थाहा छैन अस्ति पड्क्यो नि त सेप्टेम्बरमा त्यही हो हामीले हेर्नुपर्ने चाहिँ त्यही भएर पिसको नामको कामहरू केही नै भएको छैन खास एउटा सेकेन्ड चाहिँ नामको हुनु पनि पर्दैन के कारणले युथहरूलाई चाहिँ बाइपास गरेको छ त वाइ इज अनइम्प्लोइमेन्ट ह्यापनिङ त्यो पनि पिस नहुने र हुने रिजन हो नि त इफ एभ्रीबडी इज सेटिस्फाइड होइन देश छोडेर विदेश जानु पर्दैन कोहीले मात्रै कमाइरहेको छ आफू चाहिँ बाइपास भएको छ भने त त्यहीँबाट अशान्ति हुन्छ त्यहीँ अन्याय भयो नि त ह्युज करप्सन छ त्यो करप्सनको कसले फाइदा लिइरहेको छ भन्ने सम पिपल जनताको अलिअलि कमाएको पैसा पनि ट्याक्समा जान्छ समबडी मिसयुजिङ द ट्याक्स त्यो पनि अन्याय हो नि त त्यो पनि शान्ति होइन द्वन्द्व हो नि त त्यही भएर हामीले त्यो शान्ति द्वन्द्व भन्ने कुरालाई चाहिँ खालि लडाइँ छ कि छैन भनेर हेर्नु हुँदैन कि वी हेभ टु लुक एट इट फ्रम अ स्ट्रक्चरल लेन्स त्यो भनेको चाहिँ इकोनोमी कस्तो छ डिस्ट्रिब्युसन कस्तो छ भायोलेन्स छ कि छैन डिस्क्रिमिनेसन कसले गरेको छ वे आउटहरू छ कि छैन कानुनी उपचारहरू छन् कि छैनन् न्यायिक उपचार छन् कि छैनन् ह्याप्पिनेस छ कि छैन भने पनि बल्ल पिस आउने हो नि त पिस भनेर कार्यक्रम गरेर र्याली गरेर आउने त होइन नि त पिस त वे अफ लिभिङ हो नि त खास त्यो हिसाबले एकदम कम काम भएको छ खास अनफर्चुनेटली भेरी लिटल वर्क हामी काठमाडौँमा बेस भएको भएर हामीले गरेको पहिलाका कामहरू प्रोभिन्सियल कामहरूमा त हामीले त्यहाँको लोकल पिस बिल्डर्सहरूलाई इन्भल्भ गराउँथ्यौँ होइन तर अहिले हामीले प्रोभिन्सियल प्रोग्राम्सहरू नहुँदाखेरि एडभोकेसीको लेभलमा चाहिँ वी अलवेज टक अफ द रियल स्टेक होल्डर्स इन्डिजिनियस पिस बिल्डिङको कुरा चाहिँ अहिले पनि गर्छौँ होइन हाम्रो पनि पहिला चिया चौतारी भनेर भन्ने चलन थियो नि त गफ चौतारीमा गएर गर्ने भन्ने चलन थियो त्यो लोकल पिपलहरूले अन गर्नुपर्छ भन्ने थियो धेरै इन्डिजिनियस प्र्याक्टिसहरू पनि हामीसँग थियो अहिले पनि छ होइन बटगर लगायतका धेरै चलनहरू छन् अहिले पनि छ नि त इन्डिजिनियस कल्चर्सहरू त्यसलाई रेस्पेक्ट गर्नुपर्छ भन्ने नै मोरलेस होइन अहिले पनि धेरैजना मान्छेहरू केही समस्या पऱ्यो भने समुदायकै केही अगुवाकोमा जानुहुन्छ अदालतमा आउनुहुन्न नि बिकज दे ट्रस्ट देयर कम्युनिटी फर्स्ट तर यो कुरा हामीले सरकारले पनि बुझ्नुपर्छ जस्तो मलाई लाग्छ त्यही भएर अलिअलि त्यसको रिफ्लेक्सन चाहिँ हामीले अहिले भनौँ न 72 सालपछि चाहिँ स्थानीय सरकार सञ्चालनमा थोरै न्यायिक समितिको कुराकानी गरेको छौँ त्यो पनि त्यसको अप्रोच पनि त्यही नै हो कि त्यहीँ चिनेको वडाध्यक्षले अथवा चाहिँ पालिकाको प्रमुखले चाहिँ त्यो समस्या चिन्छ त्यो मान्छेलाई चिन्छ समाधान गर्न सक्छ भनेर त्यो इम्प्लाइड त्यो हो होइन सँगसँगै हाम्रो मेलमिलाप ऐनमा हेऱ्यौँ भने पनि सामुदायिक मेलमिलापको कुरा गरिएको छ भनेको इन्डिजिनियस कम्युनिटी वेज अफ पिस बिल्डिङ मेडिएसन हुनसक्छ भन्ने रुम्सहरू चाहिँ क्रिएट भएको छ हाउएभर
त्यो खालको रिसोर्सहरू रिकग्निसन त्यो चाहिँ कम भएको छ। त्यो चाहिँ अघि पनि मैले भने नि यति ठुलो हाम्रो फुलबारी यति ठुलो एक्सपेरिमेन्ट गर्ने ठाउँ हो हाम्रो देश, कम भएको छ। मलाई लाग्छ दे आर इन्ट्रेस्टेड। तर यसमा के हुन्छ भनेपछि नेपाल सरकारले हामी एनजिओहरूले कसरी फ्रेम गरेको छौँ भन्ने कुरा धेरै असर पर्छ नि त। हामीले अहिले पनि धेरै के भनिरहेको छौँ भने नेपाल चाहिँ अब शान्तिमा गइसक्यो भनिरहेको छौँ होइन, गएको छैन नि शान्तिमा। शान्तिमा गएको भए अस्ति सेप्टेम्बरको घटना घट्थ्यो घट्दैन थियो नि त। सो छैन, शान्तिमा गएको छैन होइन। यति धेरै विभेद छ, अन्याय छ, फ्रस्ट्रेसन छ, त्यसलाई हामीले कसरी हेर्ने भन्ने कुरा आउँछ। त्यसलाई हेर्दाखेरि चाहिँ पिसको प्रोजेक्ट ल्याएर ठ्याक्कै शान्तिको प्रोजेक्ट सङ्क्रमणकालीन न्यायको प्रोजेक्ट ल्याउनुपर्छ भन्ने छैन नि त। ब्रिङ प्रोजेक्ट्स फर इकोनोमी, ब्रिङ प्रोजेक्ट्स टु काउन्टर डिस्क्रिमिनेसन, जेन्डर इक्वालिटी, त्यसलाई सम्बोधन गर्ने प्रोजेक्टहरू ल्याउन सक्यो भने त त्यसले त फन्डामेन्टल पिस क्रिएट गरेर जान्छ नि त। तर त्यसरी हेरिएको छैन। मलाई लाग्छ यसरी हेर्न सक्यो भने, बुझाउन सक्यो भने, नेपाल सरकारले पनि त्यस्तो भाष्य न्यारेटिभ सृजना गर्न सक्यो भने फन्डिङ इज नेभर गोइङ टु बी एन इस्यु। किन संसारभरि नै सबैजनाले खोजिरहेको त पिस, ह्याप्पिनेस, जोय नै हो। तर हामीले अहिले के भन्नु हुँदैन भने नेपाल अब पिस सकिसक्यो, पाइसक्यो, प्रस्पेरिटीमा जानुपर्छ भनेर त्यो गलत खालको न्यारेटिभ चाहिँ सृजना गर्नु हुँदैन। बिकज द्याट इज नट रियल होइन। अहिले समाज कल्याणले अरू सरकारी निकायले शान्तिको प्रोग्रामहरू लिएर गयो भने चाहिँ स्वीकार नगरिदिने, धेरै समयसम्म अड्काइराख्ने भन्ने सुनिन्छ कि अरू कतिपय एनजिओहरूले भनेको सुनिन्छ। त्यो एकदम दुर्भाग्यको कुरा हो। पिस छैन भन्ने सम्झिनु पऱ्यो, त्यसलाई स्वीकार्नुपर्छ हामीहरूले। भने भौतिक रूपले लडेपछि मात्रै पिस नहुने, नत्र पिस हुने भन्ने होइन नि त। पिस इज नट जस्ट एब्सेन्स अफ वार, जस्ट पिस, न्यायिक रूपमा शान्ति हुनु पऱ्यो, त्यो त छैन नि। त्यही भएर काम गर्न धेरै बाँकी छ। फन्डिङको ल्यान्डस्केप पनि चेन्ज भइरहेको छ होइन, कहिले आउँछ कहिले आउँदैन। तर हामी क्लियर छौँ कि छैनौँ कि। अब अफकोर्स एनजिओ भइसकेपछि त हामीले एउटा मिसन, एउटा भिजन, एउटा मुभमेन्ट मनमा राखेर काम गर्ने हो। फन्डिङ भए पनि नभए पनि बोलिराख्नुपर्छ एटलिस्ट त्यो विषयमा भन्ने लाग्छ हामीहरूलाई होइन। फन्डिङ हुँदाखेरि बोल्यो, त्यसपछि चाहिँ वी स्टप एन्ड वी डाइभर्ट भन्ने भन्दा पनि त्यो हाम्रो मूल्य मान्यताको सेट हो भने चाहिँ वी अलवेज सुड टक अबाउट पिस। र ठाउँहरूमा सरकारलाई पनि कन्भिन्स गराउने, इन्टरनेसनल कम्युनिटीलाई पनि कन्भिन्स गराउने गर्नुपर्छ। द्याट इज हाउ वी हेभ टु सेट प्रायोरिटिज। अब इन्टरनेसनल कम्युनिटीको त कस्तो हुन्छ भनेपछि हामीले जे माग्छौँ त्यही दिने त हो नि। हामीले अहिले पिस चाहिँदैन, प्रस्पेरिटीको लागि काम गर्नुहोस्, सहयोग गर्नुहोस् भनेर मागिराखेको छौँ। एन्ड वी आर आस्किङ फर द फल्स थिङ। हामीले त डिप पिसको लागि के गर्न सकिन्छ भनेर एउटा सोलिडारिटी क्रिएट गर्न सकिन्थ्यो होला सायद। अनि एनजिओहरूलाई पनि त्यसरी मुभ गर्न सकिन्थ्यो होला सायद। अब अहिले हेर्नुहोस् त, पिसमा काम गर्ने फ्यु एनजिओजहरू मात्रै छन् नि अहिले, भेरी भेरी फ्यु। किन भन्नुहोस् त? एभ्रिबडी इज थिङ्किङ द्याट वी हेभ अलरेडी इस्टाब्लिस पिस। नो वी हेभ। कहाँ छ भन्नुहोस् न पिस? सडकमा टायर बलेको छैन भनेर होइन नि। 1500 देखि 2000 युवाहरू देश छोडेर गइरहेको त्यो भायोलेन्सै हो नि त। यहाँ अपर्च्युनिटी नपाएर फ्रस्ट्रेट भएर परिवारबाट छुट्टिएर जानु परेको छ। त्यसले वाट डज द्याट ब्रिङ इन फ्यामिली? हेर्नुहोस् त, आइसोलेसन। तर अपर्च्युनिटी मात्रै हेर्नु हुँदैन नि त, डिस्टेन्सिङ। दे माइट नेभर कम। यहाँ वृद्ध बुवा आमाहरू हुनुहुन्छ, बस्नुहुन्छ। हेर्नुहोस् त हामीले हेरेको समाज के किन युवाहरूले जान चाहेर मात्रै भनेर हुँदैन नि त। हामीले त्यो अवसर यहाँ सृजना गर्दैनौँ। 30,000को लागि 40,000को लागि खाडीमा गएर काम गर्नुपर्ने बाध्यता त हामीले क्रिएट गरिदिएको हो नि त। त्यही भएर हामीले पिस छ भनेर पिस छैन कि, भित्री पिस छैन। एकदमै इम्पोर्टेन्ट कुरा आजले गर्नुभयो है। अब हाम्रो त ल्यान्डस्केपमा के छ भन्नुहोस् न, पिसको ल्यान्डस्केपमा यो 62-63 पनि हामीले सम्झेको छैनौँ बेसिकली। अहिले भनौँ न कतिजना मान्छेको ज्यान गयो भन्नुहोस् त ल, मलाई पनि थाहा छैन क्या। आइ एम सो सेमफुल अबाउट इट। मलाई खालि त्यो 10 वर्ष छ नि, 52 देखि 62, त्यस बेलामा 17,000 मान्छेको ज्यान गयो भन्ने मात्रै थाहा छ क्या। आई फरगटन 2008 को मुभमेन्ट, मधेसमा 2 चोटि आन्दोलन भयो, 120 भन्दा बढी मान्छेको ज्यान गयो, त्यो पनि मैले बिर्सिसकेँ कि। त्यस्तो मायोपिक भइसक्यो नि त हाम्रो मेमोरिजहरू। अस्ति भर्खरै पनि
72 more than 70 people were killed. त्यो त खालि नम्बर होइन नि त 72 वर्ल्ड्स 72वटा संसारहरू मासिएको हो नि त त्यो हामीले हेरेको छैनौँ के खास तर यहाँले भन्नु एकदम इम्पोर्टेन्ट कुरा हो होइन सरकारले सबै गर्नुपर्छ भन्ने छैन हामीले गरे कामहरूमा पनि एकदम इकोनोमिक तरिकाले हेरेको छौँ जस्तो लाग्छ क्या मलाई 2 खर्बको क्षति भयो 200 खर्बको क्षति भयो भनेर भनिरहेको छौँ हामीले सिंहदरबार जल्यो सिंहदरबार त बनाउन मिलिहाल्छ नि पहिला पनि भत्केको थियो बनाएको 2 खर्बमा चाहिँ तपाईँले सिंहदरबार जल्यो यस्तो क्षति भयो भन्नुभएको छ के त्यसले 3 खर्ब तिरेपछि त्यो 72 जनाको ज्यान आउँछ त फेरि त आउँदैन नि त तुलना गर्ने नै होइन क्या त्यो होइन 200 नै खर्ब तिर्नुहोस् न यु क्यान ब्रिङ ब्याक द 72 लाइफ्स सो हामीले चाहिँ हाम्रो रोल भनेको चाहिँ इमोसनल हार्म जुन भएको छ त्यसमा हेर्नु पर्थ्यो जस्तो लाग्छ कि अहिले पनि हामीले 72 फ्यामिलीजहरूलाई के भइरहेको छ वी नेभर टक अबाउट इट 62-63 मा त्यत्रो 19-20 जनाको चाहिँ ज्यान गएको थियो जस्तो लाग्छ मलाई होइन फर्गिभ मी फर द नम्बर्स त्यो अहिले के भइरहेको छ त्यो फ्यामिलीलाई आई डोन्ट नो आई फरगटन 17,000 फ्यामिलीजहरूलाई के भइरहेको छ होला मलाई थाहा छैन कि आइ एम सो इग्नोरेन्ट हाम्रो रोल चाहिँ अब सरकारलाई मात्रै गाली गरेर भन्दैन हामीले गरेको कामहरूमा उनीहरूलाई कसरी समेटेको छौँ हेर्नुपर्छ होला जस्तो लाग्छ हामीलाई होइन त्यो चाहिँ धेरै तरिकाले जस्तै साइको सोसल काउन्सिलिङको कुरा हुनसक्छ लाइभलीहुडको सपोर्टहरूको कुरामा हुनसक्छ इमोसनल सपोर्टहरूको कुरामा हुनसक्छ अरू तरिकाले पनि इफ देयर एनी काइन्ड अफ इम्प्लोइमेन्ट अदर काइन्ड्स अफ सपोर्ट द्याट क्यान प्रोभाइड त्यसमा हुनसक्छ हाम्रो काम पनि त्यतै जानुपर्छ जस्तो लाग्छ एन्ड थ्याङ्क यू फर पोइन्टिङ द्याट आउट नत्र भने त हाम्रो राष्ट्रिय मेमोरीमा गइसक्यो हामीले अहिले खालि द्वन्द्व भनेपछि त्यही 10 वर्षलाई सम्झिरहेको छौँ त्यही 17,000 सम्झिरहेको छौँ अनि त्यसैलाई बनेको आयोग सम्झिरहेको छौँ त्यसको लागि बनेको चाहिँ कमिसन के अरे मन्त्रालय सम्झिरहेको छौँ हेर्नुहोस् त हाम्रो मेमोरी सो अनफर्चुनेट एजुकेसनकै कन्टेक्स्टमा भन्नुभयो भने पनि नि हामीले चाहिँ क्लासरुममा सबै बालबालिकाहरूलाई उत्तिकै रेस्पेक्ट गर्छौँ गर्दैन एज अ टिचर वी डोन्ट होइन एउटा सर्टन एथनिक कम्युनिटी एउटा सर्टन कास्ट ग्रुप्स एउटाकोलाई हामीले त भन्ने हो होइन वी हेट दम डिस्क्रिमिनेट देम त्यो त हामीले गर्छौँ नि टिचर्सहरूले पनि गर्छौँ स्कुल्सहरूले पनि गर्छन् होइन त्यो देखिन्छ सबैले गर्छन् मैले भने होइन बट द्याट एक्जिस्ट त्यहीँबाट पिस सुरु हुँदैन कि होइन कसैलाई नाम गलत नामले बोलाउँछौँ कसैलाई अलि राम्रो नामले बोलाउँछौँ वी डोन्ट पहिला एउटा मैले काम गर्ने ठाउँमा एकजनाले भन्नुहुन्थ्यो क्या शर्मिला मिस भन्ने अनि यादव म्याडम भन्ने क्या बुझ्नुभयो नि एकजनालाई नामले बोलाउनु भएको छ अर्कोलाई थरले बोलाउनु भएको छ कि लुक एट द्याट होइन एकजनालाई चाहिँ तपाईँले राम्रो तिमी भन्नुभएको छ अर्कोलाई त भन्नुभएको छ त्यहीँबाट तपाईँले इन्जस्टिस सुरु इम्प्लान्ट गरिरहनु भएको छ नि त त्यो अर्को कुरा चाहिँ हाम्रो स्कुल्सहरूमा चाहिँ एकदम पनिसमेन्ट एक्सेप्टेन्स छ केही भयो भने पिट्नुपर्छ पिटेर चाहिँ सन्चो हुन्छ भन्ने छ होइन पिटेर चाहिँ कुन ठाउँमा खास त्यसले चाहिँ सिकाइलाई मद्दत गरेको छ कहीँ पनि गरेको छैन फियरले लर्निङलाई कहिले पनि कन्ट्रिब्युट गर्दैन कि खास एउटा दोस्रो चाहिँ तपाईँलाई मन नपर्ने मान्छे तपाईँलाई चाहिँ दुःख दिने मान्छेसँग तपाईँले सिक्दा पनि सिक्नुहुन्न नि त टिचर्सहरू त्यस्तो भयो हामीहरू होइन सो स्कुल्सहरूले त्यो पिस बिल्डिङको प्र्याक्टिस पिस नभने पनि प्र्याक्टिस त गर्न सकिन्थ्यो नि बाई रेस्पेक्टिङ बाई गिभिङ अ स्पेस बाई लिसनिङ त्यो पनि गरेको देखिँदैन अनि हाम्रो करिकुलमहरूबाट पिस त हामीले हटाइसक्यौँ हामी वी अलरेडी पिसफुल स्टेट भनिसकेपछि पिसको लागि गर्नुपर्ने केही पनि देखिँदैन एउटा भनाइ छ कि जति चाहिँ तपाईँले वारको लागि प्रिपेयर गर्नुपर्छ अरे नि त्यति नै बढी अथवा त्योभन्दा बढी चाहिँ तपाईँले पिसको लागि प्रिपेयर गर्नुपर्छ अरे कि वर्क गरिराख्नुपर्छ तर हेर्नुहोस् त वी टेक दिस फर ग्रान्टेड भइराख्या होला भनेर भनिरहेको छौँ नो एक्टिभ कल्टिभेसन अफ पिस हुनुपर्ने हो नि त सो वेयर आर वी क्रिएटिङ अ स्पेस वेयर एभ्रीबडी क्यान टक नो वेयर वाट सल्युसन्स आर वी सिकिङ इन टर्म्स अफ पनिसिङ चिल्ड्रेन नो सजाय गर्नु कि सजाय गर्ने कि नगर्ने केयर गर्ने तरिका छैन फियरबाट केयरको पनि तरिका छ होला नि त छैन सेफ गार्डिङको तरिका छ होला त्यो छैन नो बडी इज इम्प्लिमेन्टिङ द्याट भनेपछि स्कुल्सहरू त सबैभन्दा ठुलो ढोका हो खास पिसको लागि जस्टिसको लागि होइन त्यही भएर हामीले जस्टिस बिगिन्स इन अ क्लासरुम भन्छौँ कि
पिस बिगिन्स इन अ क्लासरुम। जुन दिनमा मलाई रेस्पेक्ट हुन्छ नि क्लासरुममा, भोलिबाट मैले त्यो विषय पनि राम्रोसँग पढ्छु। मलाई स्कुल जान मन लाग्छ, मलाई साथीहरू जस्तो लाग्छ, स्कुल मलाई कम्युनिटी होम जस्तो लाग्छ। तर वेन आई फिल डिस्क्रिमिनेट अगेन्स्ट, भोलि मलाई त्यो स्कुलमा जान मन लाग्दैन, जान्छु पनि बाध्यले। मौका भएको बेला मैले बाहिर निस्केर त्यो टिचरलाई बदला लिन्छु कि हेर्नु न स्कुलको स्पेसेसहरू यो हामीले टोटली छोडेका छौँ। हाम्रो 30,000 35,000 विद्यालयहरू छन्। कति विद्यार्थीहरू हुनुहुन्छ होइन, त्यति 35-30 लाख विद्यार्थीहरू हुनुहुन्छ होला। वी हेभ टोटली फर्गटन देम। पिस स्कुलबाट सुरु हुन्छ, स्कुलमा काम गर्नुपर्छ भनेर भने स्कुलमा आउँछन्, 10 वर्ष बस्छन्, जान्छन्, पिस छ नो होइन नि। पिसको लागि के गऱ्यौँ त त्यहाँ? नो, वी हेभ डन एनिथिङ, वी हेभ डन एनिथिङ मच। गर त अलिअलि काम भएको छ, तर जुन लेभलमा हुनु पर्थ्यो नि त्यो भएको छैन कि। सो वी आर मिसिङ अपर्च्युनिटिज, त्यो भन्न मन लाग्छ मलाई खास चाहिँ। वेल एक्सचेन्जेसहरू भएको छ जस्तो लाग्छ होइन। हाम्रोमा पनि साथीहरू हुनुहुन्छ विदेशबाट आएर काम गरिराख्नु भएको हुन्छ। एक्सेप्टेन्स, कल्चरल एक्सेप्टेन्सको लागि एकदम सजिलो पनि हुन्छ। म आफू पनि गएको छु, सिकेको पनि छु, कति ठाउँमा गएर सिकाएको पनि छु। हाम्रो आफ्नो कुराहरू त्यो युजफुल नै हुन्छ जस्तो मलाई लाग्छ। अनि त्यो कहिले कहिले हामीले के भन्दो रहेछौँ भनेपछि क्यापासिटी बिल्डिङ भनेर भन्छौँ अरे कि, त्यो होइन र के खास। क्यापासिटी सेयरिङ भने के खास। एभ्रिबडी हेज क्यापासिटी, वी सेयर। युथहरूलाई र मैले अरूलाई पनि एउटा के भन्न चाहन्छु भने, जस्तै अहिले पनि मलाई एकदमै मन दुखेको कुरा, आइ एम सो डिसअपोइन्टेड एन्ड स्याड एबाउट द फ्याक्ट द्याट जसको नेतृत्वमा यत्रो धेरै परिवर्तन भयो नि, उसको नाममा चाहिँ अरू नै सत्तामा गइरहेको छौँ होइन। पहिला सरकारी पदमा बसेको मान्छेहरू फेरि सत्ता मन्त्री हुन गइरहेको छौँ। तपाईँसँग क्षमता छ अरे, तर तपाईँ एडभाइजर हुनुहोस्, तर जसले छातीमा गोली थाप्यो होइन, जुन तिमीले गर्न सकेको थिएनौ यत्रो वर्षमा, जसले छातीमा गोली थाप्यो अगाडि सत्ताको अगाडि, उसलाई ठाउँ देऊ के। त्यसले सिम्बोलिकली पनि राम्रो गर्छ। लेट्स रेस्पेक्ट द करेज अफ पिपल हु कन्फ्रन्टेड द स्टेट। त्यो गरेको छैन हामी। कुनै एउटा एक्सपर्ट, कुनै अर्को एक्सपर्ट भनेर सरकारमा गइरहेको छौँ, कुनै कमिटीमा गइरहेको छौँ। वी आर टोटली इन्सल्टिङ द युथ्स। युथ्सहरूले चाहेर जानुभएको छ भने पनि कृपया भन्नुहोस् कि म जान्न, इट्स बिकज अफ यु द्याट द चेन्ज ह्यापन, सो लेट यु बी देयर। तपाईँ जानुहुन्न भने अर्को युथ जानुहोस् भनेर भन्ने करेज राख्नुहोस्। एन्ड डोन्ट ग्र्याब द अपर्च्युनिटी द्याट अदर्स क्रिएटेड फर यु। त्यो एकदम अन्याय हो खास। तपाईँले पहिल्यै सत्ता चाहिसक्नु भएको छ, सुविधा लिइसक्नु भएको छ, प्लिज थोरै आफ्नो एउटा ह्युमिलिटी मेन्टेन गर्नुहोस् र अरूलाई जान दिनुहोस् भन्छु म चाहिँ फर्स्ट। सेकेन्ड, युथहरूलाई चाहिँ फर द कन्ट्रिब्युसन द्याट युभ मेड। त्यो कुनै पनि शब्दले व्याख्या गर्न सकिँदैन होला जस्तो लाग्छ मलाई होइन। जुन फ्रस्ट्रेसन थियो, जुन अन्याय पनि थियो, त्यो तपाईँले बोल्नु भएको छ, त्यसको अभिनन्दन गरेर सम्भवै छैन। द्याट्स लट बियोन्ड एनी वर्ड। अब हामीले पिस कन्सटेन्ट स्ट्रगल हो भनेर सम्झिनु पऱ्यो होइन। आजको भोलि परिवर्तन हुन्छ भनेर पनि हुँदैन। त्यो एउटा थोरै भए पनि पेसेन्स चाहिँ हामीले राख्नुपर्छ। हामी आफै पनि we've been 20 years, 23 years, 25 years and we accumulate our experiences होइन। त्यो समय लाग्दै अनुभवहरू भनेको आउँदै जान्छ। त्यही भएर आजको भोलि परिवर्तन चाहिँ आएन भनेर हतोत्साही नहौँ हामीहरू, त्यो भन्न चाहन्छु युथहरूलाई। अब अरू युथहरूले गरेको आन्दोलनबाट जुन लाभ पाइएको छ त्यसमा चाहिँ मलाई लाग्छ, मेरो हम्बल रिक्वेस्ट पनि हो कि यो विज्ञहरू, वृद्धहरू होइन, हामी सिनियर्सहरू जो छौँ, प्लिज युथहरूको भाग नखोजिदिनुहोस्। तपाईँसँग क्षमतै छ, एकदमै सर्वोत्कृष्टै तपाईँ व्यक्ति हो भने पनि प्लिज भाग नखोजिदिनुहोस्। बरु तपाईँ त्यो युवालाई मन्त्री बनाउनुहोस्, तपाईँ एडभाइजर भएर बसिदिनुहोस् न, अनि सिक्ने मौका हुन्छ त। अनि सिक्ने मौका दिनुहुन्न, अनि यु आर रिपिटिङ द साइकल। उनीहरूलाई आउँदैन भनेर तपाईँको जानुभएको छ, अनि कसरी आउँछ त उसलाई त्यहाँ नराखिदिएपछि?
So please respect the roots of this moment, the roots of the change. Please respect the youth त्यो भन्न चाहन्छु and I always would like to respect the youth for all they've done.